गाइज म चाहिँ एउटा फार्मर जस्तै भन्नु पर्यो। यहाँ हेर्नु गाइज हाम्रो यो लोकल भाले हो लोकल, उहाँ छ लोकल पोथी अनि यहाँ छ लोकल थो। यत्रो छ बच्चा दिएको यहाँ गिरेर छ यसको गाइज। यहाँ बच्चा उहाँनिर मेरो पुण्दैछ गाइज, उहाँ हेर्नु सक्नुहुन्छ होला। मेरो म चाहिँ एउटा सानो फार्मर भन्नु पर्दा यहाँनिर चाहिँ मेरो एउटा यहाँ छ पुण्टे गाइज। मैले मान्छ मसँग गाइज यो चाहिँ यो रेपा हो। यहाँ चाहिँ एउटा छ गाइज, यो चाहिँ पाठी हो होइन, नानी पाठी हो। यो चाहिँ पाठी हो गाइज, यो चाहिँ बोका हो। अनि यहाँ हेर्नु गाइज यहाँ पाडो छ, खाइरहेको छ पिरो एक बजीतिर अनि जसले गोलो। यहाँ हेर्नु गाइज लोकलहरू दुइटा, यहाँ एउटा च्याप समातेखेरि यतातिर छ एउटा पाठी, यो पनि पाउनु यसले ब्याइसकेको कालो छ। अनि उहाँ छ अलिअलि एउटा बाख्रा, उहाँ छ माछी, यहाँ छ गाइज भैँसी छ। हेरेर चाहिँ हेर्नु गाइज भिडियो बनाएको हेर्नु गाइज कुरो खाइरहेको छ। यिनीहरू तिनैजनाले पनि खाइरहेछ भने यसले पनि खाइरहेछ। यो खुम्बाले चुर्दैन। हेर्नु गाइज यो छ हाम्रो अग्नि भनेको, यो तुन्द्रुङ भएको यही हो गाइज हाम्रो बाख्रा। यसले बेचेको सुरुमा अनि सेकेन्डमा यसलाई ब्याएको अनि त्यसले अब यसले चाहिँ ब्याउनु पाएछ गाइज। अनि उहाँ छ गिजाज, उहाँ छ लोकल भाले गाइज। अन्डी बहिनी चाहिँ भेरीमा जानु आँट्नुभयो। मेरो मम्मी गाइज मेरो पाठाहरू चाहिँ गाइज उता गएछ गाइज। म आफ्नो पाठाहरूलाई देखाउँछु गाइज। यस्तो खालको फिलिङ पर्छ। उहाँ छ मेरो अर्को फार्म मिलेर यो चाहिँ अर्को यता छ यो गोठको गाइज। म टाढाले यहाँ चाहिँ टाढा यता निस्किन्छु यतैबाट निस्किन्छ गाइज। म त आउँछु उहाँ चाहिँ गाइज सिलिन्डर यताबाट फुत्तै यता जानुपर्छ। यहाँनिर ट्र्याक्टर छ 550 जोन डियर 550 डी। यहाँ चाहिँ एउटा अनि यो बाँच्छ मसँग मान्दैन अरे। उहाँ गाइज यो म देखेर कस्तो कुदे हेर्नु गाइज। यो भैँसी हेर्नु, यहाँ हेर्नु गाइज, यहाँ हेर्नु है गाइज टाढो उहाँ छ यो कुकुर। यहाँनिर छ हाम्रो गाई एकछिन गाइज। म नजिकै गयो जान्छु। यहाँ छ हाम्रो गाई गाइज। यता चाहिँ कालो खसी दुकाहरू छ, ऊ त्यो कालो र सेतो छ खुट्टामा। त्यहाँनिर परेवा छ, मन देखेर उड्नु आँटिरह गाइज। हेर्नु है गाइज उडेर उहाँ पुग्छ गाइज। यहाँबाट यस्तरी देखिन्छ। यहाँनिर हाम्रो एउटा खरायो भन्ने छ, नानी खरायो कत्ता हरायो गाइज। यहाँ छ हाम्रो खरायो चुपचाप लगाएर बस्छ एकदम गाइज। हाम्रो खरायो चाहिँ हेर्नु यत्तिकै बसेको छ मलाई हेर्नु गाइज। तोरी भरे वहाँ छ तोरी।
गाइस वहाँ चौकीतिर राम्रो यताबाट देख्दैन गाइस अलि अहिले त गाइस मान्छे हिँड्नु थाल्यो हाम्रो पाठक सुन्नु गाई हेर्नु गाइस मेरो फाइल हेर्नु पर्छ म यहाँ हाम्रो कौलाले भएको हाम्रो भालेको यहाँनिर आएको गाइस म पाठालाई खोज्दै गएछु अब त्यो गइहाल्छ उता होला सायद रहेछ मेरो गाइस लोकल पछि छ वहाँ चाहिँ दुईटाले तुन तानेको तुन ताने छ गाइजहरू तपाईँलाई म आफ्नो पाठाहरू देखाउँछु यो मेरो पाठा हो गाइज पुन्टे आज पुन्टे आज आऊ न भेट्नु न गाइज नमानेर कसरी हुन्छ भाले भन्छ भाले गाइज उहाँ छ बाटी कालो छ बाटी यो तर अझै एउटा छ के गाइज भन्नु पर्दा चाहिँ अनि गाइज म गरेर उहाँ छ एउटा घाँस खाइरहेको चम्पुतले उहाँ गाइज यता फर्केर मजाले चुप्पै उहाँ गाइज यो चाहिँ मेरो सिरी दादाको हो उहाँ गाइज त्यो राखेको रहेन दिदी मेरो चाहिँ उहाँ पुगिसक्यो त्यो पनि उगिसक्यो त्यो पानी चाहिँ यति हेरेर बसेको गाइज थ्याङ्क यू गाइज वेलकम टु माई ब्याक च्यानल चाहिँ हामी भलिबल खेल्थ्यौँ अब मेरो भिडियो यति हो गाइज अब मेरो टर्न त्यस्तो हरियाली छ वहाँसम्म हरियाली नै हरियाली आकाश वहाँ गाइज वहाँनिर बत्तुमा भएको ठाउँमा बाँस काट्दै यसको छेक्या अलि टाढो छ यो अर्को बाँस नजिक अन्त टाढाको बाँस काट्यो नि अन्त यता साइडमा मेरो स्कुल छ गाइज म पनि स्कुल देखाउँछु स्कुल मेरो 2 तलाको छ यो पयाले बिल्डिङ चाहिँ यो पयाले बिल्डिङ गाइज मेरो दिदीको हो अनि साइडमा त बर पिपलको रुख पनि छ यता पुरै जङ्गल छ अनि यता हेर्नु गाइज मेरो अब स्कुल चाहिँ देखेको छ सायद अलि यो गाइज मेरो स्कुल चिनपाडन एकाडेमी सर्च गर्न मेरो स्कुलको नाम आउँछ थ्याङ्क यू गाइज मेरो च्यानललाई म अब समाप्त गर्छु आफ्नो भिडियो थ्याङ्क यू गाइज